डाँडाबाट तल डाँडाबाट चढ्दै आयौँ होइन। यो चाहिँ लस भेगास नेभाडा स्टेट युएसएको चाहिँ रेड रक क्यानियन हो। यो पहिला चाहिँ पक्कै पनि यो भल्केनो गएको हुनुपर्छ यो होइन। डरलाग्दो ढुङ्गाहरू छ, चट्टानको भएको, त्यसको लागि गर्दा रेड रक माउन्टेन यसको नामै। हाम्रो सरहरू चाहिँ एकदमै यहाँ माथि पुग्नु हुँदैछ, एकदमै कहाँ पुग्नुभयो। यहाँबाट चाहिँ माथि उक्लिन खोजेको हाम्रो बाटो त यताबाट रहेछ त, धेरै गाह्रो होला जस्तो। यहाँ आज माथि उक्लिन चाहिँ एकदमै बाटो यस्तो छ, एकदमै होसियार भएर हिँड्नुपर्छ होइन। यहाँ फेरि पुरै दुम्सी लुक्ने ठाउँ जस्तो छ एकदमै। यहाँ पुरै दुम्सीले चाहिँ दुम्सी लडाइँ पऱ्यो, दुम्सी खेला जस्तो ठाउँहरू देखिँदो रहेछ। हामी चाहिँ एकदमै यो डाँडादेखि तल खोल्ची जस्तोमा छौँ। खोल्ची त पानीको पानी त यहाँ छैन खासै गरी चाहिँ। गाह्रो भयो मलाई, होइन पर्दैन म आउँदैछु। ओह माइ गॉड, गाह्रोले चाहिँ उक्लिरहेको छ एकदमै। यहाँबाट चाहिँ हामी माथि गाडी पार्क गरेर ठाउँ चाहिँ उक्लिन खोजिरहेको छौँ। गाडी पार्क गर्ने ठाउँमा निस्किन सक्ला नसक्ला भने यही बाटो फर्केर तल झर्नु पर्ला एकदमै होइन। चट्टानहरू चाहिँ एकदमै निकै गाह्रो छ यो एकदमै। आजको हाइकिङ चाहिँ एकदम रमाइलो पनि भयो, गाह्रो पनि भयो होइन। माथि ठुलो डाँडा छ, यो सरलाई आज गाह्रो भइरहेछ। झुन्दै पछाडि ब्याग लडेँ म, लड्नु तल गइन्छ, लड्यो चट्ट पारी। एकदमै ढुङ्गाहरू, डरलाग्दो ढुङ्गाहरूको चट्टान। एकदमै सेसिएर फेरि भयो साथीहरू, एकदमै अलिकति सजिलो बाटोमा चाहिँ हामी आइपुग्यौँ, तर गाह्रै भइरहेछ एकदमै। हाम्रो तिला सर कहाँ पुग्नुभयो? तिला सरको धेरै अगाडि पुग्नु भएको छ, तल कता जम्पिङ गर्नु हुँदैछ उहाँ। ओ माइ गॉड, यो चाहिँ धुपी जस्तो देखियो, तर सुन्दा चाहिँ धुपी होइन रहेछ। यहाँ जम्दै लड्दै, ओ माइ गॉड। है साथी एकदमै बहुत खतरा ठाउँमा आयौँ। आम्मामा उहाँ पुग्नु छ हाम्रो तिला सर, हामी त एकदमै फास्ट हुनुहुन्छ उहाँ होइन। ल है साथीहरू, हामी एकदमै गाह्रोले भिडियो बनाइरहेछौँ, सब्सक्राइब गर्न नभुलिदिनु होला एकदमै। हाम्रो एकजना सर चाहिँ छुट्नुभयो, माथि नै बस्नुभयो। उहाँको खुट्टामा अलिकति प्रब्लम पऱ्यो हिँड्नलाई। उहाँ चाहिँ हाम्रो करातेको गुरुको पनि गुरु हुनुहुन्थ्यो उहाँ चाहिँ एकदमै। अब यहाँ चाहिँ काँडा जस्तो देखेँ, यहाँ चाहिँ जोगेर हिँड्नु पर्नुभयो। डाँडाहरू चाहिँ एकदमै नामै रेड रक माउन्टेन। झारबाट छिन नि गाह्रो भयो, खासै काँडा त छैन। हाम्रो जे माथि जानुभयो, चढ्नुभयो। समात्नु पर्छ।
उहाँले मैले हल्का थामिदिएँ खुट्टामा। ऐसै बिस्तारो बिस्तारो जानुहोस् ल। उक्लिनु भयो उहाँ, म चाहिँ उक्लिन्छु सजिलै। म चाहिँ अर्कै तरिकाले उक्लिएँ, अलिक सजिलो मलाई चाहिँ। त्यो ढुङ्गा पक्कै उक्यो भने मसँगै तल जान्छ फेरि। चिनी साथीहरू उक्ली मजाले नि। हाम्रो सर उहाँ एकजना उहाँ पुग्नु भएको छ। उहाँ चाहिँ हामीलाई एकदम फास्ट होइन, एक्टिभ। ल है साथीहरू, हामी यहाँसम्म चाहिँ उक्ल्यौँ। हामी एकदम पारेदेखि डाँडामा उँधो झरेर चाहिँ तल 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 तलबाट घुम्दै हुँदै हामी यहाँ माथि चाहिँ आइपुगेको छौँ। अब उहाँ गलेर आराम गर्नुभयो। स्टामिना डाउन भयो। लेट्स गो साथीहरू। अब यहाँ ओहो, यहाँ त दुबोहरू पनि छन् क्या हो एकदमै। हामी बस्ने ठाउँतिर त दुबो खासै पाइँदैन। त्यसपछि घाम देख्यो, घामले गर्दा केटाहरू ओहो घामको लाइटले गर्दा कस्तो मजाको रमाइलो देख्यो। माइ गड, घामको फक्स आयो क्या एकदम। ओ माइ गड, के झार हो यो? यहाँको झार त एउटै चिनिँदैन हौ, चिन्नै गाह्रो भयो। झन्डै लडेँ त। ल है साथीहरू, हामी चाहिँ यहाँसम्म आइपुग्यौँ। अब हामी चाहिँ माथि उक्लिन आँटेछौँ। यहाँबाट उँधो झर्ने बाटो रहेछ, यहाँबाट चाहिँ नजाउँ होइन। हामी यतैबाट आएको। यताबाट भन्दाले यो बाटो त्यहीँ छिर्छ। हामी आएकै बाटोमा होइन एकदमै। ल त साथीहरू, हाम्रो हाइकिङ चाहिँ आज निकै रमाइलो भयो, निकै रमाइलो भयो। आज मेरो जिब्रो पनि लटपटिरहेछ है साथीहरू, एकदमै बोल्न पनि होइन। अब चाहिँ हामी उक्ल्यौँ। अब हामी ऊ त्यहाँ झार जङ्गल भएको, झार जङ्गल त के भन्नु, पोथ्रा छ। त्यहाँबाट हामी ऊ चढ्छौँ होला सायद। एकचोटि यहाँको भिडियो म सर्दै गरेँ एकदमै होइन। ओके ल त साथीहरू, अब चाहिँ हामी एकदम सम्म ठाउँमा निस्क्यौँ। अब चाहिँ हामीलाई यहाँबाट चढ्न चाहिँ सजिलो भयो। ए खालको पनि बोट रहेछ, यो नाम चाहिँ जानिँदैन साथीहरू। अब चाहिँ हामीलाई हल्का भयो एकदमै। हामी अप्ठ्यारो बाटो चाहिँ निकै उक्लेर आइसक्यौँ है। बयर बोटैमा भन्ने जस्तै रहेछ यो बोट। खासै बयर बोट चाहिँ होइन, छ्यासै त बयर बोट जस्तो देखिँदो रहेछ। अब चाहिँ डाँडा काँडाहरू त्यति छोडियो। अब चाहिँ यता डाँडा काँडा त्यति छैन। अब चढौँ हाम्रो गन्तव्यतिर। ल साथीहरू, सेसेर फेरि हुँदै भयो नि हामी डाँडामा चाहिँ उक्लिसक्यौँ। यता घाम पनि अब डुब्न आँटिरहेछ। हाम्रो सरहरू यहाँ आउँदै हुनुहुन्छ। हाम्रो एकजना साथी ऊ पारी बस्नु भएको छ, उहाँको अलिकति खुट्टा प्रब्लम भएर आउन सक्नु भएन। हाम्रो गाडी चाहिँ उहाँ राखेको छौँ, हामीले उहाँ पार गरेका छौँ। प्यारासुट लगाएर उड्नु पर्नु भएन छैन। यो ठाउँ चाहिँ घुमेर नसकिनुहोस्। अझै पनि उता कति छन् अझै त्यो माथिदेखि डाँडामा पुग्न पाए त धेरै रमाइलो हुन्थ्यो एकदमै। आज अलिकति टाइम पाएन बिहानै आउनाले, धेरै बिजी भयो र पनि टाइम म्यानेज गरेर आयौँ, रमाइलो गऱ्यौँ। हामी एकदमै खुसी छौँ। छोटो समयमा आएर हामीले लगभग 1.5 घन्टा, लगभग 1.5 घन्टा त अलिक भएको छैन, लगभग 1 घन्टा अलिक बढी भयो हामी घुमेको होइन। अरू ठाउँको यता साथीहरू आउनु हुँदैछ। उहाँहरू चाहिँ यतै हो, युवासकै मान्छेहरू हुनुहुन्छ उहाँहरू चाहिँ अनि उहाँ दुईजना सर उहाँ जानुभयो। उहाँहरूलाई जुम गरेर चाहिँ मैले देखाएँ तपाईँहरूलाई। ल त साथीहरू, आजलाई यति नै। भिडियो कस्तो लाग्छ लाइक कमेन्ट सेयर गर्नु ल, अनि सब्सक्राइब गर्न चाहिँ नभुलिदिनु होला साथी एकदमै। टेक केयर, तपाईँहरूको दिन शुभ रहोस्। बाई।